लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा अध्ययनकै क्रममा देवकोटाबाट रचित मुनामन खण्डकाव्यको केही अंशहरू पढ्न गइरहेको छु। मदनकी आमा फुलेकी सेतै ओछ्यान परेकी, डाँडाकी जुन अन्त्यको दिन दुःखमा कुरेकी, सुकेको तेल घरकी बत्ती मधुरो भएकी, अँध्यारो पारी भित्तिकै जान तयार रहेकी, छोराको मुख झलझली देख्छिन् ईश्वर पुकार्छिन्, मनको मन त्यो छोरा कन ईश्वर गुहार्छिन्, झ्यालको हावा फुलेको केश मुसारे हिँड्दछ, लासाको तर्फ आमाको दिल बहाई बढ्दछ, आँखामा छैन उनको आँसु शान्तिले छाएको, साँझको पिका जलमा अन्त्यको उज्यालो आएको, प्राण कुटेका कालको छेका टाढाको छोरो छ, छोराको मुख हेरेर जाने मनको धोको छ, जरोले तातो पातालो हात नसाले जलेको, रसिला आँखा बुहारी हात प्रेमले मिलेको, कलिलो हात समाई भन्छन् मेरी हे बुहारी, अब ता बेला नजिक आयो सानो छ उसपारी, हेर रोई नरौ बुहारी, सबैको बाटो यही हो नानी अमीर फकिरको, यो माटो गई माटो बनिन्छ दुःखको बाबारको, सहेर बस्नु नबस्नु यसमा दुःखको सन्जाल, अन्त्यको बाटो उज्यालो बन्ने भक्ति नै सजाल, फुलेको देखेँ ओइलेको देखेँ जगतको फुलबारी, दुःख बेचिने ईश्वरलाई हे मेरी बुहारी। धन्यवाद।